लु यो लेकमा आएर हामीले चिया ब्रेड खाएर अब चाहिँ म फोटो यहाँ खिच्दैछु। यति राम्रो ठाउँमा हामी डेली हेर्नु पाउँदैछौँ। भगवानको आशीर्वाद, भगवानको कृपा सबैले गर्दा आज ठुलो छोरी ज्वाइँसँग आएर नाता नातिनीसँग आएर यस्तो खालके दृश्य हेर्नु पाइरहेका छौँ। त्यो पनि भगवानकै कृपा हो। सब कुछ आफूले सोचेर हुँदैन, सोचेको जस्तै सबै कहाँ हुन्छ। यो पनि एउटा जुर्नु पर्यो। भगवानले नबोलाइकन कुनै ठाउँ पनि हामी जानु इच्छा गरेर नि त्यो इच्छा पुरा हुनु सक्दैन। त्यही कारण आज त्यो चाहिँ हामीलाई इच्छा नि गरेको थिएनौँ र पनि अब आउनु नै नसक्ने थिएँ र पनि यसरी आएर म यस्तो ठाउँमा आइपुगेँ कि यस्तो देख्नु पाएँ। त्यो चाहिँ अब यो भित्र मन यति साह्रो खुसी भइरहेको छ। यो खुसी कसैलाई अब त्यो उयो गर्नु पनि सक्दिनँ। यस्तो राम्रो ठाउँमा भन्ने ठाउँमा आएर चाहिँ तपाईँलाई फोटो सबैलाई देखाउनको लागि यसको लागि खिच्दैछु है। यहाँको उयोहरू हाम्रो पार्टनर पनि राम्रो पायौँ, एकदमै मिलनसार। सबै उसले नै सब कुछ ल्याएर ग्यासदेखि लिएर सब चिया सब पकाएर खानु पायौँ। कति यस्तो ठाउँमा आएर नि आफै पकाएर खानु भनेर त्यो पनि जुर्नु कसले सोचेको थियो। यस्तो सोचेको नि थिएन। उसले सब कुछ लिएर आएको रहेछ। अन्त अलग्गै यसरी स्वस्तिकाले पास्ता बनाउँदैछ। अब चाहिँ यो भिडियो बन्द।